चैत दसैँ हजुर हेलो गाइज आज चैत दसैँ हो हामी चैत दसैँ मनाउन लाग्छौँ सेलरोटी बनाउन यसरी गर्नुपर्छ मान्छे नदेखाएको छैन हेलो गाइज हाम्रो चाहिँ आज चैत दसैँ मनाउँदैछ सेलरोटी खाने भए आउनु होला हाम्रो चैत दसैँमा सेलरोटी पाक्छ राम्रो नभए पनि मिठो छ एकदम राम्रो छ दिस रोटी रोटी राम्रो देखा चैत दसैँको सबैजनालाई शुभकामना चैत दसैँमा रोटी पाकेछ एकदम राम्रो मिठो अनि खाना होला हामी चाहिँ गोदावरी के हजुर चैत दसैँ मनमा गोदावरी आएको छ यति दुःखले आइपुग्यो जतासुकै पिकनिक स्पट हामी चाहिँ पिकनिक खान आएको छ हामी पनि कम छैनौँ नि फेरि अन्त बहिनी रोटी देखा बहिनी अब हुनसक्छ त्यो पनि हुनसक्छ मेरो झन् बेसरी गरौँ पनि त्यहाँ त रोटी मात्रै हो यहाँ त एउटा औँलाले समात्ने ठिक कि हातले समात्ने ठिक हो र कस्तो कुरा गरेको म त बसेँ नि पछि त अब दिनभरिको भिडियोहरू कस्तो हुन्छ हेरिदिनु होला गाइज मेरो प्रिन्सेस यहाँ छ उठेर आउनु पर्यो भनेर रिस उठिराखेको छ ए झन्डा खुट्टा भाँचेको अरे लिएर आएर चाहिँ खुट्टा चाहिँ ल्याउनु मेरो त गाडी गोदावरी राइस हुन्छ आमा आज चाहिँ फुल फुलेर जानु साथै अझै बेला ओइलिने बेला आइपुग्थ्यो अहिले चाहिँ फुलिराखेको छ मौसम गडबडी हेरे छोरी कुर्दी बिसन खान्तावा यो चाहिँ वन जङ्गल खाँदैछ सबैजना पनि अब एउटा ठाउँमा बसेर खाने भाइ पनि त्यस्तै भएको रहेछ थाइले पारे त हेर्नु चाहिँ यार के भन्छ रे थाइको मेरो यो भदिनी छोरी बाबु के खानुहुन्छ अरे यता हेर्नुहोस् त बाबु मलाई पनि आइसक्यो त हेबी त पुरा दुख्छ गाई छाली चाहिँ यसरी के
कुन भात खोज्छ बाबु हामी पनि अब पिकनिक खान आएको होइन फुल एकदमै खतरा हाँसिरहेको कता जाने हो त्यो त खान मिल्दैन त्यो त फुलहरू मात्रै यतातिर खोजौँ हेलो गाइज हामी चाहिँ पिकनिक आएको आज आऊ आऊ पिकनिक आएको हेलो I don't know you, you don't know me. मान्छे नभएको ठाउँ त कहाँ पाउँछ मम्मी I don't know you. Oh, don't talk. मान्छे ठाउँ सुन क्या आयो तब ठुलो छ छोड तब गाई चाहियो पनि अब आज गोदावरी पिकनिक Hello guys, I'm बजल ढाका टोपी लगाइदियो बजल ढाका टोपी लगाइदियो बाबु हाई भनेको Hello. चिया छ जुस छ के खानुहुन्छ बाबु जुसहरू यता नगर्नुहोस् न नफाल्ने है यार त्यसै सबैले खाएर भइसक्नु भएको छ खै खै उतो भाँडा भाइले भोलि लगाइसकेको छ बाबु भयो बाबु दिदीलाई अगाडि दिदीलाई मम्मी हाम्रो चाहिँ अब पिकनिक भ्याइयो अब घुम्नु बाँकी छ घुम्न जाने अब गोदावरी हामी चाहिँ खाजा खाइसक्यौँ अबदेखि घुम्न जाने गोदावरी हामीहरू घुम्न जाने घुम्दैछौँ आज बेसरी प्याक छ चौरहरू सबै प्याक छ यो भाइले हामीहरूले यो भाइले हामीलाई धेरै सत्ता छ होइन त औ फुल हेर्नु बाबु फ्लावरहरू यता तलबाट माथि तलबाट जाने ए सबैजना घुमफिरमा छ हामी आज बाबु पुल पुल बुङ्गो हुन्छ ए लड्छ बाबु समाज न मेरो भदा यस्तो चकचक छ भदिनु जाने एक नम्बरमा हिँड बाहिर आइसक्यो हेलो गाइस यो भाइले हामीहरूलाई सताइरहेको यो भाइले कटन क्यान्डी यहीँबाट बिस्तारै
नभन्दा त्यो आन्टीले भन्नुहोस् है यसको लागि त उतै गएर फुलहरू नटिप्यो भने छिट्न मिल्दैन यसो भनिरहेको नामचुकले हान त आउँछ छैन म पठाइदिन्छु गोदावरीमा फुल कति राम्रो छ गमलाको हटमा कति राम्रो भएको के पोहोर हामी आउँदा अलिक राम्रो थिएन अहिले चाहिँ राम्रो भयो चाहिँ अहिले चाहिँ धेरै पुगेर चाहिँ त्यतिखेर चाहिँ हामी भ्याइनी बेलामा आइपुगेको थियौँ अहिले चाहिँ राम्रो भएछ साह्रै राम्रो भएको छ फुल कति थरी थरीको फुल छ फुलै यस्तोहरू लिएर हिँडे भनेको मान्दैन म पकाउँछु क्या एकचोटिमा गाई चम्ची फड्किन लाग्यो दम्मी भएको खडेर जानु होइन चाहिँ जानै पर्यो ब्याकग्राउन्ड सबै राम्रो त्यो चाहिँ हो है त्यो चाहिँ हो आज हामी ब्याकग्राउन्डको लागि आएको के रे फेरि भन्नु त अब भन्दिनँ ब्याकग्राउन्डको यहाँ बसेर फोटो खिच्न पाउँदैन के
हामी चाहिँ फर्किन लाग्यो। कोही नाच्दै गाउँदैछ, कोही खेल्दैछ, कोही फर्किँदैछ। हामी पनि फर्किसक्यौँ। अब अँध्यारो भइसक्यो होइन। कमल कोफी गाइस, कमल कोफी गाइस हामी चाहिँ फर्किएको। अघि चाहिँ लाइन थिएन, अहिले चाहिँ लाइन भएर पार्किङ चटपट खानालाई लाइन। हामी चाहिँ फर्कियौँ। गर्न लाग्यो, अब फर्कियो। अनि मेलामा पनि जानु छ। के मेला के महोत्सव? ए कुमारीपाटी महोत्सव लाग्यो। घोडा गाइस, घोडामा चढेर नि घुम्न पाइन्छ। हिँडमै अब कति धेरै हिँडेर जानुपर्छ बस भन्ने ठाउँसम्म। अहिले त पोचिएर आएको। अब अहिले चाहिँ कस्तो हुन्छ होइन? के छ गाइस? त्यस्तो नगर न। यो भाइले के गरेछ भनेर त्यही त। आउने बाँकी छ। कति ठुलो मेला लाग्छ। मेरो मान्छेहरू हराएको छ। फेरि त्यहीँ पुग्यो। त नि अब बोक्नै पऱ्यो नि। बाबुले फेरि माया सक्दैन के अब खाइदिनु।